हेलो साथी नमस्ते। आज मैले चाहिँ अहिले भर्खर होइन टिकटकमा हेर्दै थिएँ अनि टिकटकमा हेर्दाखेरि हामीले भान्सा कोठामा प्रयोग गर्ने होइन खानाहरू पकाउँदा प्रयोग गर्ने सामानहरूबाट चाहिँ हामीले हातमा लगाउने मेहन्दी बनाउन सक्दो रहेछौँ होइन। अनि अहिले भर्खर मैले टिकटकमा हेरेँ अनि मैले पनि ट्राई गर्न खोजेँ क्या। अनि मैले ट्राई गर्दाखेरि मैले अब हाम्रो साथीहरूले पनि हेर्नुहुन्छ कि भनेर मैले भिडियो बनाएर हालेँ होइन। अब नतिजा कस्तो आउँछ होइन एकचोटि म बनाउँछु ट्राई गर्छु होइन। अनि बन्छ कि बन्दैन रहेछ हामी हेर्नुपर्छ है त। म पनि हेर्छु बन्दो रहेछ कि रहेनछ। अब हामीले चाहिँ यो मेहन्दी बनाउन सबैभन्दा पहिला हर्दी चाहिँदो रहेछ। अनि यो मैले हर्दी लिएर आएको छु। त्यस पछाडि हामीले चियामा हाल्ने यो चिनी हुन्छ नि, यो चिनी चाहिँदो रहेछ। अनि अलिकति मैले सादा पानी पनि ल्याएको छु, यो पानी पनि चाहिँदो रहेछ। अनि यो कागती पनि चाहिँदो रहेछ होइन। अब टिकटकमा जे जे देखाएको थियो मैले त्यही लिएको छु। अब म यहाँ सबै थोकलाई मिक्स गरेर अनि फेरि तपाईँहरूलाई देखाउँछु। अघि मैले देखाएको हर्दी चिनी चाहिँ मैले यहाँ यसरी हालेको छु। अब म यहाँ कागती एड गर्दैछु। यो कागती हो। अब यो कागतीमा चाहिँ त्यति रस रहेनछ, त्यसैले म यो सिँगै कागती हाल्दैछु। अर्को पनि यहाँ राखेको छु, मैले हाल्छु। कागती हालिसकेँ। अब त्यस पछाडि म यहाँ अलिकति पानी हाल्दैछु। अब यो पानी हालेपछि अब यसलाई यसरी मोल्नुपर्छ होइन। अनि यसरी अब टिकटकमा यस्तै देखाएको थियो, मैले पनि अब टिकटकमा जस्तो देखायो त्यस्तै गर्दैछु। यसरी हाल्दै हाल्दै अब एकछिन यसलाई मोल्नुपर्छ। अनि यसरी मोलिसकेपछि यसको कलर चाहिँ यस्तो देखाएको छ। अब म एकचोटि हातमा लगाएर देखाउँछु कस्तो आउँछ है त। हेर्नुहोस् त साथीहरू, अब मैले यो हातमा लगाएर यसरी मेहेन्दी जस्तै यसरी लगाएको छु। अब यसलाई 10-15 मिनट राख्नुपर्छ। अनि 10-15 मिनट पछाडि पखालेर हेरेपछि अब हेरौँ कस्तो हुन्छ है त। मलाई टिकटकले त झुटो बोले जस्तै लागिरहेछ। टिकटकमा त यसको त रेड रेड कलर देखाएको थियो, यसमा त येल्लो नै देखिरहेछ। त्यही पनि अब 10-15 मिनट राखेर यसलाई पखालेर हेरौँ अनि कस्तो आउँछ। अनि हेरौँ त टिकटकले झुटो बोल्दो रहेछ कि सत्य बोल्दो रहेछ थाहा भइहाल्छ है त। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मैले आशा पनि गरेको छु नि। यो मैले लगाएको मेहन्दी चाहिँ 10-15 मिनट भइसकेको छ। अब म पखाल्न गइरहेको छु, पखालेर देखाउँछु वास्तव कस्तो देखिन्छ। हेर्नु त साथी, यस्तो देखिएको छ होइन। यो टिकटकमा हामीले के देखाउँछ नि त्यो कुराहरूमा विश्वास गर्नु पनि बेकारै छ। हेर्नु न जन्डिस लाग्यो जस्तै पहेँलो पो भयो के को रातो हुनु। त्यही भएर हामीले टिकटकमा देखाएको कुराहरूमा चाहिँ विश्वास गर्नु हुँदैन होइन। त्यही टिकटकमा के देखाउँछ अनि मान्छेले फेसमा लगायो अनि फेस बिगारो होइन, त्यस्तो हुन्छ नि। त्यही भएर गर्नु हुँदैन। हेर्नु न यस्तो भइरहेछ। त्यहाँनिर पुरै मेहन्दी लाउँदा हामीले कस्तो देखिन्छ त्यस्तै देखाएको थियो टिकटकमा। टिकटकले जे भन्यो त्यही त मैले एड गरेको थिएँ। अनि हेर त बिगारेर बेकार छ यो टिकटकको कुरा विश्वास गर्नु पनि। ल ल साथी, अब यस्तै हो भिडियो भनेको होइन। आज मैले फर्स्ट टाइम आफ्नो भोइसमा बनाएको छु। मेरो भिडियोलाई लाइक गरिदिनु, कमेन्ट गरिदिनु कस्तो भएको छ होइन। ल ल हस् त, नमस्ते, बाई बाई, टेक केयर।